हेलो गाइज, तपाईहरुलाई चाहिँ नयाँ भिडियोमा स्वागत छ हैन। आज चाहिँ चैत दशैंको दिन के अरे अब हाम्रो घरमा मनाइने चैत दशैंमा अब आफ्नो ठुलमम्मीहरुलाई बोलाएर मासुहरु नै चिसो खाएर आज रमाइलो गर्नेछौँ। भिडियोलाई लास्टसम्म हेरेर सपोर्ट गरिदिनु होला र तपाईहरुको चैत दशैंको दिन कस्तो भयो त्यो के अरे कमेन्टमा आएर लेखिदिनु होला। यति भन्दै मेरो भ्लग स्टार्ट गर्न चाहन्छु। अहिले चाहिँ यहाँ धेरै मान्छे छैन हैन, अहिले कोही पनि आउनु भएको छैन राम्रोसँग। अहिले आएपछि म तपाईहरुलाई सबैजना देखाइदिने छु। अहिले चाहिँ यहाँ हाम्रो मासु पाक्ने कार्यक्रम भइरहेको छ। ल हेर्नुस्, मासु पाक्दैछ यहाँनिर। ल यहाँनिर भात पाक्दैछ, यहाँनिर प्राउन रोटी यहाँनिर छ र यता मुमा बसिरहनु भएको छ। छ्याङ खाँदै अनि यता बहिनी मोबाइल चलाएर बसिरहेको छ। यहाँ अङ्कल र दाइहरू सुतिरहेको छ। ल साथीहरु, चट्ट पारामा हैन मैले चाहिँ पाहुनाहरूलाई टक्क बस्नको लागि चाहिँ यस्तो म्याट ओछ्याइसकेँ हैन। अब हाम्रो एकछिनतिर खाने कार्यक्रम हुन्छ हैन, टक्क खाने कार्यक्रम हुन्छ पुरा। अनि सबैजना खाएर रमाइलो हान्ने क्या आजको दिन भनेको हैन। त्यस्तै हो। अहिले चाहिँ यही मान्छेले हो भिडियो बनाएको। आजको भिडियो इनसम्म यसले बनाउने रे, अनि मैले यसो डर पुरा गर्न दिएको हैन। सो हजुर चट्ट पारामा हेर्छ हैन, खाने कार्यक्रम हुन लागेको छ। अब म चाहिँ यता छु हैन, चट्टा पारामा सबैजना चट्ट पारामा अब यो चाहिँ लग्ने कार्यक्रम हुँदैछ हैन। चट्ट पारामा खाने कार्यक्रम हुँदैछ है। अब कसै पनि नरिसाउनु होला है। अबै कलेज हाल्नुपर्छ पलाउँछ। अबै कलेज हाल्नुपर्छ पलाउँछ। के बाउले जम्मै खाने म सोफा त दिन्न म खाना बस्दा सँगै बसिरह होला भन्नु न। बसिरह होला दिन्न म। ओ दिदी खाना गर्नुपर्छ। के झारे पनि इटा झारे पनि बाल्लो झारे पनि किन यो लम्बा स्कार भयो त? यो चाहिँ के हो? पाङ्रा हैन? दाइ खाँदै यो हाम्रो घरमा चाहिँ चैत दशैं कस्तो भयो तपाईहरुले हेरिहाल्नु भयो होला। अब तपाईहरुको चैत दशैं कस्तो भयो कमेन्ट गर्नु होला। अनि अब हामी एकछिन तास खेल्नेछौँ अनि रमाइलो गर्नेछौँ। देखा आपने लापरवाही का नतीजा है। अब त्यसको लागि चाहिँ हल्का मोबाइलमा चार्ज छैन, त्यही भएर देखाउँदिनँ। जे होस् ल, राम्रोसँग बस्नु होला। आजको लागि बाई बाई।